त पुरा ए आइसकेर चाहिँ त खोज बोरा कहाँ खोज्छु त्यही उमा जान बजार हेरेको यहाँ कति बेला आएको ल डन्डा बजार नमस्ते है हजुर सबैजनालाई स्वागत छ आजको ब्लगमा आज चाहिँ टक्क लाएर बेलुका पख स्टार्ट गरिदिइरहेको छु है ब्लग आजको दिन पनि त्यत्तिकै गयो है के गरेँ कता कता गयो अब बेलुका पख अब के गरिन्छ कता कता गइन्छ सबै चिज भिडियो आउनेछ हेर्दै जानु होला है ल अहिले हाम्रोतिरको मौसम हेरौँ खेतबारी अस्ति पानीले बहुत बर्बाद पारेको थियो अहिले टक्क लाएर टुरिस्टहरू पनि लाइन सकिसकेछ बेलुका पखेको हो 5 बज्नलाई यसो पल्ल 5 बज्नलाई स्टार्टिङ गरिरहेको छु मैले भिडियो बनाउने कार्यक्रम गरिरहेको छु यहाँ मौसम यस्तो छ अब चट्ट लाएर एकलट डन्डा गएर आउनु पऱ्यो बोक्नेसकेको यहाँ आज टौवा लाएर पनि भ्याइकन पराल बोक्ने कार्यक्रम हुँदैछ यहाँ टौवा लाएर भ्याएर चुलाएपछि बल्ल काम फिनिस हुन्छ नत्र त्यो नगरी हाम्रो काम फिनिस हुँदैन यति हान्दै हान्दैन यस्तै छ काम पनि धान सुकाएको सुकै छ टोलाएर बल्ल धान सुकेर भ्यान राखेर तलको धान लिएर गरायो कोही उता सुकाएको सुकायो यार 1 महिना हुन लाग्यो सुकाउनु लाग्यो त्यहाँ अस्तिको यो घरसिमको धान 1 हप्ता सुकाइयो यो पनि 1 हप्ता सुकाउनु पर्छ जस्तो छ यस्तै छ सम्झि आज पनि अट्टा लगाएर डन्डा बजारतिर जानु पर्यो आज के बार हेर बिहिबार बजारतिर जानु पर्यो बजारमा गएर आलुको बिउ लिने कार्यक्रम छ अरे कहिले डन्डा बजार कहिले यता बेलायनी बजार गइरहनुपर्छ हाम्रो यार यस्तै छ सामान लिनको लागि अब नजिकको बजारहरूमा त्यतै यता लगाएर गइदिउँ न अब घर हिँड्छ है कनौटाबाट घरबाट सुनसान छ चौपारीहरू मान्छे नै कम छ त्यहाँ हाम्रो यता यार केटाकेटीहरू काम हुन्छ अब सर लगाएर तल कसले पातलो लुगा लगाएर राम पठाएर अलिक बाक्लो लुगा लगाएर खासमा जाडो महिनाहरू अझै अझैले स्टाइल पाएर अझै पातल लगाएर हिँड्नु यो चाहिँ के खाने मजदुर खालि पतिजना मात्र त्यसलाई सबै लगाएर जानु यहाँ अफिस मान्छे छैन त गाउँमा मान्छेको त्यसले खासै धेरै छैन हो त्यो लाउनुमा घर बेलाएर जाँदैछ हाम्रो अस्ति गुम्बाको अझै तलतिर छ यहाँ स्टेसन लाएर हामी जाँदैछौँ कामले लिएर राखेर अहिले तल बजार जाने रात पर्छ थाहा छैन ल चौपारी बजार अब उमा हालेर आज अब मुखमा अब अहिले आउनुको लागि त त्यहाँ हँसरबाट घुमेर आउनुपर्छ यार जङ्गल बाटो झन् चिसो हुन्छ जङ्गलमा त बाह्र कति जाडो हो तपाईँ स्टल पार्नुपर्छ स्टल पारेर त्यसपछि डिजल लगाएर आएको अब बहुत जाडो छोटो बाटो आइसकेको छ यो डढाउनेदेखि ठाउँ रुखमा दिँदा डढाउनु यहाँ अहिले पुल पोल बत्ती हाल्दै बत्ती छ रानी भएर यता जाने गर्छ
हुँदैछ पानी परेन हिलो हुन्छ अरू बेला त ठिकै छ जानु बजारमा आज बिहिबार है बिहिबार बजार रह्यो मैले अब फेरि आलु त किनेको किनेको त त्यहाँ जति बेला पनि के कपडा पसल्न जान्छ कि तरकारी पसल्न जान्छ यो अहिले ट्रेन गाउँमा अब अहिले मास्टर धुलोलाई त गाडी ल्याएर यता अगाडि बस राखेर यताबाट जानु पर्यो सक्दैन बसेर यति गएको क्या हो यतै गएको रहेछ जान्छ त्यसो भए बाटै त्यस्तै छ त खाल्टा र खुल्टी हेर्नु सबै खाल्टा र खुल्टी ठाउँमा त ठाउँै छैन ल एकछिनमा हामी डाँडा पुगिन्छ अब हामी डाँडा बजार आइसकेको छौँ लाइनमा भाँडा पुस्नु गइसकेको भाँडा पुस्नु आएको छौँ हामी अहिले लाएर कुन यो चाहिँ के गर्ने हो मसला के हो हावा भन्दा यो त ल भाँडा बसाउनु अहिले भाँडा किन्दैछ अब उनीहरू जानुपर्छ एकछिनमा त्यही बाख्रा कथा एउटा किनेको पनि फेरि सोध्छ फेरि फर्किँदै सोध्ने कामै भएर त्यहाँ भएन हेरिरहेछ फेरि के सोध्छ यसले भएछ आएछ भाँडा किनेर फेरि यता आयो फेरि अर्को पोटलमा राखिदियो डन्डा बजार हेरौँ न डन्डा बजार है डन्डा बजार यस्तो छ फेरि उता पारेदेखि यता वारी आइसकेको छौँ लगाएर त के ला हो यो चापट बुङ्गुरलाई ल यसले बिउ आलु रोप्दैछ के यो सेता आलु कुन हो सेता आलु उयो जान उयो त छ कि ऊ यतापट्टि छ ऊ त्यहाँ सोध्छ सेता आलु छैन डन्डा बजार हामी यहाँ छ जानुपर्छ एकछिन वेट जोखेर जानु पर्यो यहाँ कति केजी रहेछ सेता आलु त्यसले लिनु लाग्यो त्यहाँ यहाँ वेट जोखिदिउँ न 1 लाख खै ए भयो 1 लाख जोखम न कति केजी भइदिन्छ भनेर के 87 केजी छ यार
85 भन्दा 88 यार म घट्नै नि भयो यार 12 त्यस्तै हुन्छ यार यो के आलु हो र यो यस्तो चाहिँ दादा 150 रुपैयाँ रे रातो हेरी 50 रुपैयाँ दे रातो त खै रातो त मैले लैसकेन नि त त्यही भएर कति केजी लाउने रे यो कति लाग्नु त 1-2 केजी अन्त धेरै लाउने होला 5 केजी त लाग्न पर्यो गरे नि 5 केजी लाग्छ तले 5 केजीलाई कति पर्छ सबर 5 केजीलाई कति पर्छ जोड छिटो पर्छ ल यहाँ आलु यहाँ लिँदैछ यहाँ सब्जी पर्छ हो त्यो टोयलेटमा गएर खान मोमो चाउमिन सबै त्यहीँ छ त्यहीँकै मात्र दिइहाल्यो मलाई यार कला नहुँदैन होला ल रातो आलु 15 केजी र यो सेतो आलु चिप्स छिटो पाइने आलु झन् 150 केजी मोमो रहेछ अहिले त्यहाँ आज हेर्दैछ के अब आलु पनि ल्यायो 150 रुपियाँ सेतो आलु रातो आलु 50 रुपियाँ लिएर अब हजुर हुन लागिसकेको छ यसले राति पार्नुभयो घर जाँदा यार सबै गरेर अब अहिले महँगो छैन जान्न यता पनि आलु झुन्डाइदियो यतापट्टि भाँडा झुन्डाइदियो त्यो बजार गर्छ अब कति बेला आउँछ त्यसो बल्ल जानुपर्छ घरतिर म यहीँ बस्नु पऱ्यो यतिकै अब लगाइसक्यो यहाँ कुरेकै कुरै छु त्यो अझै आएन बजारमा गएपछि त्यो त्यस्तै छ यार हराएको हराएको छ यार एकचोटि चेक हानिदिनु जानुपर्छ कि त्यहाँ के गर्न गएको त्यसले अझै हुन लगाइसक्यो यार हुन लगाइसकेको छ तर बजार जाऊँ न एकलट हेरौँ यहाँ नि बजार हेरिदिनु पऱ्यो भने एकलट यहाँ त पुरा ए आइसक्यो रहेछ यता खोज बोरा कहाँ खोज त्यहीँ उमा जान बजार हेरेको यहाँ कति बेला आएको ल झन्डा बजार त खतरा देखेको छ यार पुरै फेसिलिटी छ नि यहाँ त होइन मजरमरा बजारमा अलिक छैन धेरै फेसिलिटी छ झन्डा बजारमा त पुरै फेसिलिटी यहाँ त पुरा त थोरै छ है डन्डा बजारहरू ल जाऊँ ल हिँड मान्छे यार हराएको हराएको चाहिँ अलिक छिटो छिटो निस्किने गर ढिलो गर्छ चल हिँड्छ चल बल्ल ठिक पऱ्यो त्यसलाई धेरै राम्रो हिँडेको रातिमा म गएको थिएन त्यहाँ बजारभित्र त्यो गरेर एक्लो त्यसलाई पनि लिन हुन्छ भनेर गइदिएको सही रहेछ सही 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 भेटाएको र बोरा किन्न पर्छ किन लिएर आज अब फेरि यहाँ किन्न गएको फेरि बोरा यहाँ आलु त टमाटर त लिएकोले छ त्यसले तरकारी ओहो यार बेलुका पक्का डन्डा बजार जस्तो छ यो बजार उता गएको म यहाँ बसिरहेको छु सामानसम्म आइसकेको छ हाम्रो अब एकछिनमा चट्ट लाएर जाने काम हुन्छ होला लगभग फिनिसिङ भइसकेको छ है हाम्रो सामानहरू किनेर डन्डा बजारको साँझको पकाएर लगाएर कति रे भनेर 750 अब बिउ आलु अब सेतो आलु लोप हुन लाने पहिला पहिला हामी बोट लगाइयो अहिले कसैले लाउन ल माथि टमाटर पोका पोकेर झम्टा झम्टी त के किने किने निकाल्दैछ झम्टा झम्टो के हो कसले यही हो मगाएको छेमाले अब जाने हो भाइ
छिटछिट आला अब हजुर हुँदैछ यो कहिले उजामा जान्न घर जहिले नहुँदो राति आएपछि कहाँ उजाला जानु घर हुन्छ नि त नि अब एकछिन फेरि मच्चिँदै जान्छ एकछिनमा कता के के खानदिनु न र मलाई भोक लाग्यो हुन्छ तल अस्ति कुकुर तेरो खाएन हेर खाना दिन्छ तँलाई सब अलिक खाने र हाउनेको मात्रै कुरा गर्छ त्यो बेला ल्याएर साँझ पर्खा डन्डा बजार हेरौँ खानेहरूले के गर्दैछ अझै हुँदैन बनाउनु भएन भयो सजाम ल अब फेरि फलफुल किन्नु ठाउँमा ल कसरी रहेछ स्याउ स्याउ कसरी रहेछ 270 हेरी छ स्याउ पनि तल भने किनेर अब फलफुल किन्दैछौँ हामी यहाँ बजारमा पहिला यस्तो फलफुल बस्ने करो पनि दामी बनाइरहेछ यसले यस्तो हालेभित्र यस्तो हाले बम हालेर सबै पसलहरू लक्की बजार ये वो सामने उन्ना हाथ है भीतर सिरे है बन के नॉनर